युएस जानुभएको जो भक्तजनहरू हुनुहुन्छ उहाँहरूबाट न्युजिल्यान्डबाट केही सहयोग भएको छ थाहा त उसरी हाम्रो गुरुभाइहरू हाम्रा भक्त भागवतहरूले अस्ट्रेलिया क्यानाडातिर पनि सबैले थाहा पाउनुभएको छ समयको अनुकूल नपरेर होला तर अहिले चाहिँ विशेष धेरै जसो यहाँ लागेको खर्च चाहिँ युएस जानुभएका भक्त भागवतहरूबाट नै भएको छ उहाँहरू भइरहेको छ अझै पनि 10-5 सबैबाट हुँदैछ भक्तिमय आमाहरू अलि बुजुर्ग जान्ने व्यक्तिहरू उहाँहरूले यतिसम्म कि स्वामीजीको प्रतिष्ठा भवन बनाएर मात्रै हुँदैन त्यसलाई अक्षय कोष पनि त चाहिएला नि भनेर त्यस्तो पनि स्मरण राख्नुभएको छ एकदम धेरै हामीहरूले सोचे भन्दा पनि उहाँहरूले धेरै सोच राख्नुभएको छ अगाडि अब त्यो पनि पक्कै भगवान् स्वामीजीकै इच्छाद्वारा त्यो जागृति भएको हो उहाँहरूले त्यसलाई पनि पुरा गर्नुहुन्छ र अहिले चाहिँ सबै खर्च नै यहाँको टोटल भने पनि अब हामीहरूले 1-2 लाख लगाएको होला जस्तै केशवाचार्य स्वामीजीले लगाउनु भयो भागवताचार्यजीले वासुदेवाचार्य स्वामीजीले अनि यसै दासले पनि त्यसमा लगाएको छ त्यसमध्येमा अरू पुरै खर्च चाहिँ उहीँबाट आएको खर्चले भएको छ र अब अगाडि पनि भइरहन्छ भनेर हामीले कार्य चाहिँ जारी राख्ने विचार गरेका छौँ आज ढलान पुरा हो अब गजुरको पनि कुरा आएको छ त्यो गजुरलाई पनि पुरा गरेर मिस्त्रीहरूलाई लिएर गएर अलि पर हाँसीमारामा त्यहाँ जो बनेको मन्दिर छ त्यसको ढाँचाको बनोस् भन्ने यस्तो इच्छा राखेका छौँ यसरी नै यो बनिरहेको छ र आशा पनि राखेका छौँ यहाँ भएका गुरुभाइहरू यहाँ पनि हुनुहुन्छ तमाम झापामा पनि हुनुहुन्छ अन्यत्र आसामतिर पनि हुनुहुन्छ तर त हामीले त्यो घर दैलो कार्यक्रम गर्न सकेका छैनौँ उहाँहरूले पनि त्यसरी जागरुक भएर हाम्रो कर्तव्य कहाँनिर हो भनेर कर्तव्य पोख्न आइपुग्नु भएको छैन हामीले पनि घर दैलो गर्न नसकेको हुनाले यहाँबाट चाहिँ त्यस्तो धनराशि उठेको भनेर अहिले झट्टै नभएको कुरालाई असत्य बोल्न सकिँदैन सत्य कुरा बोलाएर यथार्थ चाहिँ विदेशमा जानुभएका भुटानबाट पलायित भएर यहाँ आउनुभएका नेपालले पनि राख्न नसकेर बोझ बनाएर पठाएका त्यस्ता भागवतहरूले नै नेपालको शोभालाई बढाउनका निमित्त अहिलेसम्मको खर्च वहन गर्नुभएको छ अब अरू स्वामीजीहरूसँग जो आएको वस्तुहरू छ त्यो फेरि हुँदै जान्छ होला अन्त्यमा देश विदेशमा रहनुभएका भक्तजनहरूलाई के भन्न चाहनुहुन्छ हजुर मैले यस देश विदेशमा रहनुहुने सबै भक्त भागवतहरू त हुँदै हुनुहुन्छ उहाँहरू त आचार्यहरूको हृदयभित्र नै हुनुहुन्छ अरू पनि विदेशमा जानुभएका अन्यत्र रहनुभएका जति वैदिक सनातन धर्ममा आस्था राख्ने महान पुरुषहरू हुनुहुन्छ विद्वजनहरू हुनुहुन्छ भक्तगणहरू हुनुहुन्छ भक्तिमय आमाहरू हुनुहुन्छ उहाँहरूबाट पनि यस्ता महान कार्यमा स्वमङ्गला शासन गर्नुहुन्छ भन्ने मैले ठुलो आशा राख्दछु जय श्रीमन्नारायण जय श्रीमन्नारायण